रोकेर ओए मासला अटो झलक्कै नफर्का है त दिदी अस्ति यहाँ खाना खानु बस्ने बेला बच्चाको त्यो बोतलहरू के छोडेको थियो त्यो याद छ हेलो नमस्ते वेलकम ब्याक टु ड्यासन ब्लग है म एमन मगर आशा छ हजुर सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु होइन मैले चाहिँ बाइक किनेदेखि चाहिँ म कहीँ पनि राइडमा गएको थिएँ होइन मेरो पुगली पनि गराएको छ गरेर छोरीसँग बसेर भिडियो स्टार्ट गर्दैछु आज म सो बाइक किनेदेखि चाहिँ मैले अथवा म चाहिँ कहीँ पनि राइड गएको थिएन कि बाइक लिएर लङ राइड गएको थिएन के हो बोल्न दिनु न मलाई यहाँ बोल्न दिनु न अनि त्यही भएर आज चाहिँ म काठमाडौँ जाँदैछु है नकिली फुकिली हाई गरिदिनु सबैलाई हाई गरिदिनु सानो हाई गरिदिनु हाई गरिदिनु हाई गरिदिनु न आऊ आऊ हो आऊ 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 हो सो यो मेरो छोरी चाहिँ लास्टै टाटी छ कि एकदम कराई गर्छ के गरे गर्छ होइन मान्छे पनि क्युट छ तर अलिक डल जस्तो होइन कस्तो लाग्छ तपाईँहरूलाई आफ्नो बच्चा त राम्रै लाग्छ सो त्यही हो होइन के भन्छ अरे आज चाहिँ म केटिएम एडभेन्चर 250 किनेदेखि चाहिँ म लङ राइड गएको थिएन आज लङ राइड जाँदैछु काठमाडौँ जाँदैछु म चाहिँ होइन आज काठमाडौँ जाँदैछु अनि पछि बाइक थोरै मोडिफाई गर्नुपर्ने छ अनि भोलि चाहिँ मोडिफाई गर्छु छोरी ई क्यामेरा हेर्नु हेलो खुसी अब म जान लाग्यो है हजुर ज्ञानी भएर बस्नु है बाई 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 गर्ने बेला भएछ मेरो कान्छी देब्रे हात चलाउँछ देब्रे हात हिँड्छ कान्छी हो यो हात हो क्या यो मेरो भयो यो बाइक नचलाएर राखेको लगभग कति दिन भइसक्यो यार यस्तरी भएर बसिरहेको छ बाइक नचलाएर अब कहीँ हिँड्नै भ्याउँदैन कि कामै काम हुन्छ यार के हो गो बाङ्गे ल बाई छोरी बाई बाई पानी पर्ला जस्तो छ होइन अनि फेरि रेनकोट फेरि कहाँ राख्छु के किन्यो फेरि कता छोड्दा अनि खोज्ने बेला पनि पाउँदैन ओ माई गड रेनकोट किन्यो भनेको आज शुक्रबार बन्द यार यहाँ खोल्या रहेछ क्या हो धन्दा यो पसल यार त्यो मैले सधैँ किन्ने ठाउँमा पसल खोल्या रहेछ रेनकोट किन्न पऱ्यो यो पिङ्क भयो छोडिदिनु यो लिनु पर्ला यो नवलपुर जिल्लाको सदरमुकाम काउसिटी नगरपालिका हाइवेमा निस्कियो हाम्रो बजार चाहिँ काउसिटी बजार हो अनि रेनकोट पनि किने रेनकोट त अगाडि झुन्ड्याएको छु इमर्जेन्सी पर्ने बेलामा फ्याट्ट निकालेर फ्याट्ट ओढिहाल्नु मिलोस् भनेर होइन पानी नपर्दा मजाले कुदाउनु परेछ क्या अहिले पानी पऱ्यो भने यति कुदाउने नै मजा आउँदैन अझ चाहिँ मजाले कुदाउनु परेछ फेरि धेरै कुदाउनु पनि मिलेन जम्मा कति भन्दा 75 भएपछि पुरै भाइब्रेट आइरहेछ के 75 को स्पिड भइसकेपछि पुरै भाइब्रेट आइरहेछ के बाइक चाहिँ किनकि एकचोटि नि फर्स्ट सर्भिस पनि भएको छैन नि त बाइक न्यू छ नि त इन्जिनहरू ओए अहिले त 80 पुऱ्यायो त मैले 75 क्रस हुँदैन अलिक ठिकै भएको त फेरि यार मा भर्जी नटोडेर हो क्या हो मा साल 75 80 देखि माथि गर्दाखेरि ठिकै भयो फेरि आफ्नो साइडमा आएपछि फेरि ढुक्क हुन्छ के अब नवलपरासीबाट आइसकेपछि त नारायणगढ त देखाउनै मन लाग्छ एकचोटि त किन यो पुल त त्यो पुल देखाएपछि अनि बल्ल नारायणगढ पुगेछ भन्ने हुन्छ नि त अगाडिको बाइक कुन हो यार ट्र्याकर हो जस्तो लाग्छ उसको क्रस फायरको ट्र्याकर चल भाग यो 100% ट्र्याकर हो ल नभन्दै हेर्नु ट्र्याकर 250
अब चाहिँ अब बाटोहरू अलि राम्रो छैन है, अलि बाटोहरू डेन्जर छ। यी बाटो पनि राम्रो छैन, बाटो साँघुरो पनि छ मुगलिङदेखि यता, अनि भिड पनि हुन्छ, सब कुरा हुन्छ कि। अब झ्याउ छ यहाँ राइड गर्नलाई। यो बसले यार केही देखाएको छैन अगाडि, तर पनि ओभरटेक गर्न खोजिरहेको छ यार। हामीले त देखेको छैन, तर ठोकिन्छ यो यस्तो पाराले हो भने 100% हो। वाह बा, यहाँ त पुरा यामा MT-15 को राइड रहेछ क्या, जाम रहेछ। त्यो जामको फाइदा यही हो क्या हाम्रो बाइकलाई, ए जामको फाइदा यही हो गाइज। यसरी हिँड्न पाइन्छ कि जाम भयो भने। म कताबाट जाउँ ल, उही त्यस्तोबाट छिराउन पाइन्छ कि बाइकमा हिँडेको अर्थ चाहिँ फाइदा चाहिँ यही हो कि, एक नम्बर फाइदा चाहिँ मलाई लाग्ने। ल ल ल ल राइड मजा भइरहेछ, नन स्टप राइड हानिरहेको छु म चाहिँ है। हान भाइ हाल 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 रोकी। ओए मासल अटो झलक्कै नफर्का है त, बाइकहरू स्पिड आइरहेको हुन्छ यार। मल्लिखुमा चाहिँ अस्ति हामी काठमाडौँबाट फर्किँदाखेरि नानीको सानो थोरै सामानहरू छिरेको थियो कि, त्यो बोतलहरू, बच्चाको भनेपछि माया लाग्ने कि। अनि यहाँ सोध्न पनि मन लाग्यो, सोध्छु एकचोटि छ कि छैन यहाँ है। यही नेपालीमा हो कि जस्तो लाग्यो मलाई। दिदी अस्ति यहाँ खाना खानु बस्ने बेला बच्चाको त्यो बोतलहरू के छोडेको थियो त्यो याद छ? हो मलाई थाहा थियो कि, त्यहाँ छोडेको थिएँ। होइन ठिक छ दिदी, केही छैन त, धन्यवाद है। मलाई आशा थियो कि तपाईँले राखिदिनुहुन्छ भनेर। अस्ति छोरीसँग आएको थिएँ हामी, बुढाबुढी गाडीमा आएको थियौँ, अनि काठमाडौँबाट फर्किने बेलामा त्यहाँ खाना छिरेको थिएँ। अनि छोरीलाई पनि लितो अलिअलि पकाएर खुवाएँ। अनि खुवाएँ के गर्दा त सामान धेरै टाढो हतार है, सामानै छोडेर हिँडेछु कि। यो अफरोड बाइक किनेको के फाइदा के अर्थ के यस्तो अफरोडमा नकुदाएपछि जहाँ भने त्यहाँ हालिदिने है म त। यसरी हो कि कुदाउने म्याख्री अफरोड, यी यसरी हो नि त कुदाउने त बाइक त। त्यसैको लागि किने बाइक हो कि यो। आज यार यो क्यामेराको ब्याट्री लास्ट टिकिरहेछ क्या, उहाँबाट मल्लिखु आइसक्यो अझै पनि ब्याट्री सकिएको छैन। मासला रोडभन्दा अलिकति माथि गएर यहाँ गएर एकछिन रेस्ट गर्छु यार। राइड चाहिँ इन्जोय गरिरहेको छु। यो चाहिँ खासै राइडिङ ज्याकेट त होइन, तर पनि यसो हावा चाहिँ छेकिरहेछ मजाले। दस 15 मिनट चाहिँ म यहाँ रेस्ट गर्छु, किनकि बाइक पनि नन स्टप हिँडे भयो नि त। अब नयाँ इन्जिन यसो माया लाग्यो, धेरै तात्या जस्तो पनि फिल भइरह। अनि त्यसपछि नन स्टप के हिँड्नु, रेस्ट गर्दै हिँड्दाम न होइन, टाइम पनि छँदैछ के अरे। जति माथि आयो त्यति भिड हुन्छ कि फेरि गाडीहरू मासला। तर म त जान्छु, बसिन बाइक हो नि त, पनि रोक्दैन सबलाई। तर यताबाट गएन भने त जान्थ्यो कि यार। कहाँ रोकेर बस्ने कुरो हुन्छ, मासला बाइकवाला पनि रोकेर बस्ने कुरो हुन्छ र। भ्यानकी लोन्डे थ्याङ्क यू। एउटाले दिएन, एउटाले दियो, त्यही भएर थ्याङ्क यू भन्थ्यो अरे के। ए नागढुङ्गा सुरुङ मार्गको दामी भ्यू, यो बोर्डिङ पास टाइपको जस्तो त्यहाँबाट। अनि अहिले चाहिँ सिङ्गल वे त्यहाँबाट हिँड्छ क्या। ल ऊ त्यहाँ माथिबाट है हामी हिँड्ने। अब कति दिन बाँकी छ, कति महिना बाँकी छ है त हेरौँ। हो सुरुङभित्र छिर्यो, सुरुङको बच्चाभित्र, सुरुङ नजिक आएर। ल यो 9 विषयभन्दा माथि थानकोटको उकालोमा
आएपछि चाहिँ के फिल हुन्छ भने चिसो काठमाडौँको चिसो हावा आएको फिल भइहाल्छ कि काठमाडौँ छिरेको जस्तो फिल आइहाल्छ ठ्याक्कै मलाई चाहिँ यो महसुस हुन्छ है कतिजनालाई हुन्छ यो महसुस चाहिँ कमेन्ट गर्नु है यो माथि माथि टुप्पोमा आइसकेपछि चाहिँ सर चिसो एसीको हावाहरू आउँछ नि टाइपको त्यो टाइपको फिल चाहिँ आइहाल्छ है अब म काठमाडौँ छिर्नै लागेको छु गाइज फाइनली नागढुङ्गामा आइपुगेँ है गाइज है काठमाडौँ प्रवेश गरियो फाइनली गाइज काठमाडौँ प्रवेश गरियो Welcome to our world. That's on block. हाँसो माया भरिएको दिन मेमोरिज क्याप्चर गर्दै हरेक पल यहाँ छिन लाइफको छोटो यात्रा तर मोमेन्ट्स बिग एन्ड स्ट्रङ हामी साथ साथै दिस इज आवर ड्याड्स अन भ्लग सकालको सनलाइट क्यामेरामा वार्म ग्लो ड्याड र सन सँगै कहिले ट्राभल कहिले स्लो फन फिल दिनहरू छोटा ठुला रमाइला ब्ल्यान्ड फ्यामिलीको भाइब्स नै हाम्रो